हेलो गाइज आज चाहिँ म तपाईँहरूलाई सिओसीको बारेमा केही कुराहरू इन्फर्मेटिभ भिडियोहरू लिएर आएको छु। तपाईँहरूलाई चाहिँ जस्तै यो चाहिँ कसको लागि भन्दाखेरि चाहिँ नर्मली पनि एकदमै बिगिनरहरूको लागि जसले चाहिँ सिओसीको बारेमा फन्डामेन्टल कुराहरू पनि थाहा छैन अथवा उसलाई चाहिँ यदि तपाईँहरूलाई चाहिँ कसैलाई गेम खेल्नु इच्छा छ तर सिओसीको बारेमा चाहिँ खासै केही पनि नलेजहरू छैन भने चाहिँ यो भिडियो चाहिँ तपाईँहरूको लागि भनेर है त। जस्तै आज मैले देखाउँदैछु जस्तै हामीले सबभन्दा पहिला चाहिँ यहाँनिर धेरै कुराहरू हुन्छ। म के गर्छु भन्दाखेरि सबभन्दा पहिला यहाँ सप भन्ने तपाईँले देख्नुभयो होला राइट साइडको तल्लोपट्टि हेर्नुहोस् त यहाँ सप भनेर छ। त्यो सपमा हामी एकचोटि जाउँ अनि त्यसपछि छेउमा हेर्नुहोस् त यहाँनिर त्यो ह्यामर र अनि सो भएको जस्तो देख्नु भएको छ त्यहाँनिर छेउमा त्यसलाई चाहिँ बिल्डिङ एन्ड ट्र्याप्स भनेर भनिन्छ। यहाँनिर हामीले क्लिक गरिसकेपछि हामीले सबभन्दा पहिला पाउँछौँ हामीले आर्मी क्याम्प है। आर्मी क्याम्प भनेको चाहिँ यहाँनिर चाहिँ हामीले आर्मीहरूलाई ट्रेन गराउनको लागि भनेको चाहिँ हाम्रो आर्मी क्याम्पहरू हुन्छ। यो चाहिँ आर्मीहरू यहाँनिर बस्ने अनि यहाँनिर चाहिँ देखिन्छ। अनि त्यसै गरी सेकेन्डमा रहेको छ यो बिल्डर ब्यारेक्स भन्ने छ। यो ब्यारेक्स भनेको चाहिँ नर्मली पनि यो ब्यारेक्स जस्तै यसलाई अपग्रेड गर्दै गयो भने चाहिँ न्यू ट्रुप्सहरू नयाँ आर्मीहरू चाहिँ हाम्रो ओपन हुँदै जान्छ है। त्यही भएर चाहिँ हामीले यो ब्यारेकबाट चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ ब्यारेकबाट चाहिँ हामीले आर्मीहरूलाई ट्रेन गर्ने गर्छौँ। अनि त्यसै गरी ल्याबोरेटरी भनेर भनेको छ यहाँनिर। यो ल्याबोरेटरी भनेको चाहिँ नर्मली पनि के हो भन्दाखेरि चाहिँ यसमा चाहिँ हामीले आर्मीहरू जस्तै मेरो कुनै पनि आर्मीहरू 1 लेभलको छ भने त्यसलाई 2 लेभलमा बनाउनु पर्यो 3 लेभलमा बनाउनु पर्यो भन्ने आर्मीहरूको स्किल डेभलप गर्नको लागि अथवा आर्मीहरूलाई चाहिँ बढाउनको लागि हामीले ल्याबोरेटरीको युज गर्छौँ है। यसमा चाहिँ हामीले यो कसरी गर्ने भन्ने कुराहरू चाहिँ म पछि भन्छौँ। जस्तै स्पेल फ्याक्ट्रीहरू भनेको चाहिँ यहाँनिर चाहिँ हामीले विभिन्न प्रकारको स्पेलहरूलाई चाहिँ हामीले यहाँबाट उत्पादन गर्छौँ प्रोडक्ट गर्छौँ यही स्पेल फ्याक्ट्रीबाट। यसलाई पनि हामीले अपडेट गर्दै जान्छौँ भने चाहिँ नयाँ स्पेलहरू हामीले पाउँछौँ। अनि त्यसै गरी अर्को छ डार्क ब्यारेक। यो डार्क ब्यारेक भनेको चाहिँ सेम अगाडिको यो के अरे ब्यारेक जस्तै हो तर यसमा चाहिँ के हुन्छ भने डार्क इलिक्जरबाट चाहिँ आर्मीहरू चाहिँ लिने गर्छौँ। अनि त्यसै गरी अर्को छ हिरो हल भनेको चाहिँ जब हिरोहरू स्टार्ट हुन्छ जस्तै हिरोहरू भनेको किङ क्विन यिनीहरू हुन्छ इन फ्युचर। यो चाहिँ 7 टाउन हल 7मा पुगेर मात्रै हिरोहरू ओपन हुन्छ। हिरोहरूलाई यदि अपग्रेड गर्नु पऱ्यो भने चाहिँ हामीले हिरो हलबाट गर्न सकिन्छ। अनि अर्को भनेको डार्क स्पेल फ्याक्ट्री। यो पनि एउटा स्पेलहरू जस्तै अब डिफ्रेन्ट टाइपको डार्क स्पेलहरू हुन्छ त्यो स्पेलहरू जेनेरेट गर्ने ठाउँ हो। यो चाहिँ टाउन हल 8मा पुगेपछि मात्र तपाईँहरूले यो डार्क स्पेल पाइनुहुनेछ। अनि त्यसै गरी अर्को छ ब्ल्याक स्मिथ भनेको चाहिँ यो चाहिँ के हो भन्दाखेरि जस्तै हिरोहरूमा लाग्ने इक्विपमेन्टहरू जस्तै के अरे अर्थ क्विक बुट भनौँ अथवा के अरे बल भनौँ यो डिफ्रेन्ट हुन्छ। यो चाहिँ यहाँबाट पाउँछ हामीले। अनि त्यसै गरी अर्को छ वर्कसप भनेको चाहिँ यो चाहिँ यो वर्कसपबाट चाहिँ हामीले डिफ्रेन्ट टाइपको मेसिनहरू ब्यारेकहरू पाइन्छ। जस्तै यसमा सिज ब्यारेकदेखि लिएर जस्तै डिफ्रेन्ट टाइपको ब्यारेकहरू पाइन्छ। यो चाहिँ टाउन हल 12 पुगेर मात्र पाइन्छ। अनि त्यसै गरी टाउन हल 14 पुगेपछि चाहिँ तपाईँले पेट हाउस जुन चाहिँ डिफ्रेन्ट किङ क्विनहरूलाई चाहिँ हिरोजहरूलाई युज हुने पेट्सहरू चाहिँ यो हाउसबाट पाइन्छ है त। ल आजलाई चाहिँ यति नै एकदमै सर्ट एन्ड स्विटमा मैले भनेको छु। यदि तपाईँहरूले केही कुराहरू कन्फ्युजन भयो भने चाहिँ तल कमेन्ट बक्समा कमेन्ट पनि गर्न नबिर्सनु होला। र साथै यो चाहिँ मेरो फर्स्ट अनि त्यसपछि सुरुवातीको क्षणमा भएको हुनाले मैले त्यति धेरै कुराहरू मेन्सन गर्न पाएको छैन। यदि तपाईँलाई यस्तै कुराहरू यस्तै जानकारीहरू चाहिँ लिन चाहनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सनु होला र तपाईँहरूको अगाडि चाहिँ भिडियो पाउनको लागि बेल आइकनलाई पनि थिच्नु होला जसले चाहिँ तपाईँहरूलाई नोटिफिकेसन आदान प्रदान गर्ने गर्नुहोस् है। हस् यति भन्दै आजलाई म भिडियो यही इन्डिङ गर्छु। थ्याङ्क यू सो मच।